व्हाट्सएप यस्तो त सबैलाई तपाईँलाई भन्दा म पनि आएको छु है म गर्छु भाइको कामबाट अहिले चाहिँ कति 1:30 भयो अनि टक्क अघि भएर चाहिँ तल गएर कार्पेटहरू हालेर कुन चाहिँ कार्पेट उयो कार्पेट हालेर अघि भएर तल गएर कार्पेट हालेर आएको टक्क फेरि अहिले नि उयो च्यानल अब काट्न रेडी एउटा 5 फिट नोटिसको अब काटेर उतो पर छ नि उतो पर्दालाई अहिले लगेर हाल्नुपर्छ त्यो पर चाहिँ बिहानै सिधाएर रेडी भएर त्यो पर्दालाई अहिले लगेर त्यो साइड लगेर त्यसले पर चाहिँ हालेर ल्याउनुपर्छ टक्क आज मेरो भक्सुरबाट 200बाट है 1:30बाट टक्क ल्याएर भर्खर गराउनु हालिरहेको अझै नि आफ्नो गम तासिरहेको छ टक्क यिनीहरू काटेर फलाएर जानुपर्छ यस्तो उति यतापट्टिको रुमको यता सब निकालिसक्यो यस्तो अब यो भाइ छ यो चाहिँ निस्किँदैन यस्तो एकदम जाडो टक्क ल्याएर यो भित्तामा सबैमा मोबाइल यो भित्ताको जस्तो कलर छ क्रिम कलर यो पर्दा पनि क्रिम कलर हालेको छ है टक्क ल्याएर सब हालिसक्यो यो पनि यतापट्टि हालिसक्यो टक्क ल्याएर बबाल देखिरहेको छ क्या यतापट्टि अनि यतापट्टि नै सर हालिसक्यो है टक्क अनि यतापट्टि नै सर्ट लगाएर हालिसक्यो ल सर्ट लगाएर हामीले परसर सब हालिसक्यो है मोबाइल तरिकामा परसर तल हालिसक्यो सेम यो कलर क्रिम कलर हाल्यो मोबाइल तरिकामा मोबाइल ल्याएर त्यो सकिसक्यो अब सिधै अब तल पसल गर्छ है कामसाम फिनिस भइसक्यो अब सिधै पसल लगाएर उहाँ चाहिँ कामसाम सब सकाएर अघि तल गएर नि कार्पेट सब फिटिङ गरेर आयो उहाँ पर गएर पनि पर्दाहरू सब फिटिङ गरेर आइसक्यो टक्क पसलमा आइसक्यो टक्क पसलमा आएर पनि खाजा अर्डर गरिसक्यो खाजा आइसक्यो टक्क ल्याएर चाउमिन अर्डर गरेको अब चाउमिन आइसक्यो टक्क अब चाउमिन खाजा लास्ट भएर यार 3 बजिसक्यो अघि बिहानै खान खाएको हो नि त कति 8 बजी नै खान खाएको अनि अहिले 3 बजिसक्यो लास्ट भइसक्यो एकदम बवाल भयो यार एकदम मिठो भने जस्तै बवाल भएको छ टक्क लगाएर खाजा पनि चट्ट गरेर खाइसक्यो चट्ट प्लेट बाहिर ल्याएर फेरि बाहिर एउटा पाइप किनाउनु भएको छ अजरामा टक्क पाइप साइड टक्क बेचेर टक्क फेरि अर्को ठाउँमा कार्पेट हाल्नुपर्छ कार्पेट फेरि छोरोमा पनि कार्पेट हाल्नुपर्छ अहिले जोस् कामको काम छ यो टाइम पास मस्त भएर राइट म चाहिँ माथि आएँ है टक्क अघि पर्दाको डन्डी नाप्नलाई अब यो डन्डी चाहिँ नापिसक्यो मैले डन्डी नापेर पसलतिर जाँदैछु म चाहिँ टक्क लगाएर अब डन्डी नापिसक्यो नि त अब ट्याक्क जानु डन्डी नाप्यो छिटो म उता पसल पनि जानु छ दाइ उता कता बाहिर जानु लाग्नु भएको छ अरे अनि टक्क दाइ अब बाहिर जानु हुँदैन टक्क म पसल रोक्नु पऱ्यो अनि पसल गर्नु जाँदैछु टक्क लगाएर अहिले चाहिँ यहाँतिर चाहिँ पानी पर्ने रोक्ने भएर चाहिँ टक्क अघि भर्खरै पानी पराइदियो फेरि रोक्यो फेरि एकछिनपछि पानी पराइदियो फेरि रोक्यो कि पानी पर्ने रोक्ने भएर चाहिँ टक्क अहिले चाहिँ सिम हल्का फुल्का एक दुईवटा खसिरहेछ पानी चाहिँ एक दुईवटा टापक खसिरहेछ त्यो पनि केही छैन चट्ट लगाएर रुममा पसल जानुपर्छ म चाहिँ आइपुगिसक्यो टक्क लगाएर पसलमा है टक्क दाइ चाहिँ अघि माथि जानु भइसक्यो भर्खर मैले बाटोमा भेटेको दाइलाई टेप अघि नापेको टेपहरू सब पठाइदियो दाइलाई नै दाइ चाहिँ त्यो बाहिर जानुभएको थियो खोइ के गर्नु जानु हो दाइ चाहिँ जानु भइसक्यो टक्क लगेर अनि त्यो पसलमा आइसक्यो साह्रो मिलाउनु त केही छैन अघि नै मिलाएर गएको झन् चाहिँ टक्क अहिले एउटा कार्पेट नै आएको छ भनेको थियो अर्डर अब त्यो कार्पेट नै लिएर जानुपर्छ होला काटेर टक्क काँडासाँडा हालेर टक्क खानुपर्छ आधा दिन जस मस्त टाइम पास भएर छ क्या अब यस्तो पनि छैन अब अरू बेला त झ्याउ लाएर फिल्म हेरी बस्नु पर्थ्यो अनि आधा दिन मस्त पढिरहेको छ क्या अघि बिहान आउने बित्तिकै नि तल कार्पेट फिटिङ गर्न गयो त्यहाँबाट आउने बित्तिकै त्यहाँनिर नि कति टाइम आयो नि तल कार्पेट फिटिङ गर्नलाई नि 2-3 घन्टा लाग्यो सामान सार्ने यताउति के गर्दाखेरि 2-3 घन्टा लाग्यो फेरि त्यहाँबाट आउने बित्तिकै फेरि वाप माथि गयो पर्दा फिटिङ गर्नलाई त्यहाँनिर नि 2 घन्टा लाग्यो अनि त्यहाँनिर पनि फिटिङ गरेर अनि फेरि यता आयो उसमा फिटिङ गऱ्यो फेरि यहाँ आयो यहाँबाट फेरि उहाँ उता डन्डीहरू नाप्न गयो
नभए यताउति गर्दाखेरि टाइम पास मात्रै भइरहेछ। फेरि अहिले कार्पेट आउँछ ढाइकिन जाँदाखेरि कट्याएर लाग्छ जोस् यताउति गर्दाखेरि ठिक्क टाइम हुन्छ छुट्टी हुने। अनि टक्क हुन्छ कि आज दिन चाहिँ जोस् मस्त कटिरहेछ। अब आज बिहिबार भएको भोलि शुक्रबार फेरि पर्सि शनिबार कति छिटो आउँछ भने यार अब टाइम गएको जस्तो चाहिँ दिन चाहिँ यति ढिलो कट्छ नि होइन। दिन चाहिँ जति एउटा भिडियो हेऱ्यो जति फिल्म हेर्नु गर्दै गऱ्यो तर हप्ता चाहिँ फेरि कति छिटो गएको जस्तो लाग्छ क्या। अब शनिबार आइसक्यो क्या, अब पर्सि त हुन्छ शनिबार होइन। गाह्रो छ यार। अहिले त म चाहिँ वहाँ पर गएर कार्पेट हालेर आएर पनि यहाँनिर अघि एउटा हजुरआमा भएको थियो। अनि हजुरआमासँग आएर पर्दा फेरेर एक्सचेन्ज गऱ्यो। हजुरआमाले चाहिँ 4वटा पर्दा हाल्नुभयो कालो कलरको। अनि यो कलर चाहिँ अनि मैले फिर्ता लिएर छु 2टा। तपाईँलाई सब कार्पेटमा हालिसक्यो, सबै काम भइसक्यो। अब के काम छैन। अब बस्न जान्छु अनि मस्त आराम गरेर बस्छु। त्यही हो टक्क लगाएर म चाहिँ जाँदैछु पर्दा लिएर। यो कुकुर अघिदेखि भुकिरहेको छ क्या। गाह्रो छ मलाई यहाँ पसलमा पनि आइपुग्यो। पसलमा आएर नि टक्क कुचो सुचो लगाएर सफा गरेर बसिरहेको छु मस्त। अब काम सब सकिसक्यो, काम के छैन। अब मस्त बस्छु टक्क लगाएर फिल्म सकाउँछु एउटा। फिल्म त सकिँदैन होला, 6 बजिसक्यो। अब 1.5 घन्टा त यताउति गरेर गरिहाल्छ। त्यसरी 7 वर्ष भइसक्यो। अब दाइ मेरो छुट्टी भयो, दाइ उताबाट आउँदै हुनुहुन्छ। अनि टक्क अब दाइ आइसकेपछि दाइसँग टक्क बाइकमा चढेर सिधै रुम जान्छु। टक्क कस्तो भएर चाहिँ दिनभरि काम गरेको अनि पसिना बग्यो नि त। पसिना बगेपछि कस्तो अनुहार च्याप भइरहेछ क्या। सधैँ पसलमा बसी गर्मीले च्याप हुन्थ्यो। आज चाहिँ काम गरी पसिनाले च्याप भइरहेछ क्या। टक्क गएर अहिले नुहाइ सट्टा गरेर होइन टक्क फ्रेस हुनुपर्छ। त्यही हो अहिले म त टक्क मासेर हिँडेर जाँदैछु है सट्टा लाएर। किनकि यो माथि म पसलदेखि नि माथि हेर्दा रहेछु भिडभाड अगाडि। अनि दाइको चाहिँ बाइक बनाउँदैछ अरे अनि टाइम लाग्ने भयो अरे। अनि मैले यहाँदेखि माथि भिडभाडसम्म हिँडेर आइज भन्दा अनि टक्क म जाँदैछु टक्क लगाएर। छुट्टी चाहिँ भइसक्यो। टक्क म जान्छु माथि भिडभाड अगाडि अनि टक्क भिडभाड गएर बस्छु। अनि त्यहाँनिर गएर दाइले कल गर्छु नि दाइ आउँछ होला टक्क लगाएर। अहिले चाहिँ म जाँदैछु है टक्क लगाएर। यहाँदेखि नि अझै लाग्छ होला 5-6 मिनट जति त माथि भिडभाड पुग्नलाई। अनि अब यहाँदेखि माथि भिडभाडसम्म पुग्नलाई पनि खुट्टा दुख्यो है। त्यही माथि आज कामको काम छ नि त ननस्टप। त्यही भएर ननस्टप दिनभरि कामको काम छ। अनि त्यही माथि फेरि बिहान वर्कआउट पनि गरेको, फेरि अघि पनि ननस्टप उभिया गरेको। अनि त्यही भएर खुट्टा लास्ट दुखिरहेछ। त्यही पनि अब हिँडेर जाँदैछु है म त्यो सर लगाएर। कति पुग्छ अब अझै 2-3 मिनट लाग्छ मजाले। त्यही पनि म हिँडिरहेको छु टक सर आफ्नै तालमा। गाह्रो छ हौ। म चाहिँ टक्क लगाएर भिगमारमा चाहिँ आइपुगेँ है। अब भिगमार आइपुगेँ। अब दाइको परबाट निस्किन्छ नि त यतापट्टि सट्टा लगाएर उहाँ पर अब हाइवेबाट यतापट्टि निक्लिने बाटो छ। अनि म अब त्यहाँ गएर बस्छु टक्क लगाएर। दाइलाई एक कल गर्छु अनि दाइ आउँछ होला अनि टक्क जानुपर्छ सट्टा लगाएर। खुट्टा लास्ट दुखिसक्यो यार। त्यही हो अब दाइ आउँछ अनि टक्क दाइ फोन गर्छु नि दाइ आउँछ अनि दाइसँग टक्क म गर्छु पनि यहीँ ग्यारेजमै रहेछ क्या बाइक बनाइरहेको। ल टक्क लगाएर यहाँ बाइक बनाइरहेको छ है हाम्रो सर चाहिँ। के भएछ हिँड्दै खुट्टा दुखिसक्यो। सट्टा लगाएर बाइक मर्मत चलिरहेको छ टक्क लगाएर। त्यो बाइक त के टके ट्याक्सी त डर दुखिगयो। त्यही हो बाइक होइन। अब बाइक भेट्छु अब टक्क बाइक साइक बनाएर सिधै रुम जान्छु। अनि उता हेर्छु सिधै मर्मत भेट्छ है। वेलकम टु ब्याक है। हामी टक्क लगाएर रुममा आइपुगिसकेँ सट्टा लगाएर। अब टक्क लास्ट दुखिरहेछ। अब टक्क लगाएर फ्रेस भएर नुहाइ गरेर टक्क लगाएर खानसान खाएर टक्क तपाईँसँग भेट्छ है। टक्क लगाएर मैले चाहिँ खानसान खाएर टक्क रुममा आइसकेँ है। टक्क लगाएर अब भ्लग एडिट गर्छु अनि सुत्छु है। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि मेन कुरोमा सब्सक्राइब चाहिँ गरिदिनु होला है। अनि यति भन्दै म तपाईँहरूसँग बिदा दिन चाहन्छु। तपाईँहरूसँग भेट्छु म फेरि अर्को नयाँ भ्लगमा। त्यति भन्दै म बिदा दिन चाहन्छु। टेक केयर बाई बाई।